साथीहरु यो चाहिँ हाम्रो गाउँको जंगल हो हैन, रामधुनी जंगल। अनि यो चाहिँ जंगलको सिमसार हो। आज चाहिँ म यता डुल्न आएको थिएँ अनि यहाँ अघिदेखि मैले एउटा चरा उडिरहेको देखेको थिएँ कि मलाई जहाँसम्म लाग्थ्यो त्यो चराको यही कहीँनिर गुँड छ, त्यो गुँडमा अन्डा छ। अब म यो त्यो गएको ठाउँतिर जान्छु हेर्नु है, त्यसले अब मलाई र्याक हान्छ। त्यो उड्यो, अब त्यसको एक्सप्रेसनहरु हेरौँ ल, त्यसले मलाई कस्तो खालको र्याक हान्दो रहेछ। त्यसको पक्कै पनि यहीँ कहाँनिर गुँड छ। अब हेरौँ है त्यसले कस्तो खालको र्याक दिँदो रहेछ। उड्दैछ त्यो, त्यसको गुँड पक्कै पनि यहीँ कहाँ छ हैन। हेरौँ ल कहाँ छ, त्यसले मलाई र्याक पक्कै पनि हान्छ होला। सेम कुखुरा पनि रहेछ यहाँ। मलाई जहाँसम्म लाग्छ यहीँ कहाँ छ त्यसको गुँड। त्यो फर्केर आएको छैन, आउँछ पक्कै पनि। त्यो उड्दैछ त्यो, त्यसले अब मलाई र्याक हान्छ। यहाँ चाहिँ सबै डढेलो लागेर सुक्खा भएको छ मन। त्यो फर्केर त आएन, पक्कै पनि त्यो आउँछ। त्यसको गुण यहीँ कहाँ छ। त्यो अघिदेखि यतै हिँडिरहेछ। यहाँ त छैन, त्यो फर्केर आएन। पक्कै पनि म त्यहाँ देखा पर्छ, त्यसले मलाई देखेन जस्तो छ। त्यसको गुण भएको छेउछाउतिर हिँड्यो भने पनि त्यो बरै रियाक्ट हानिहाल्दो रहेछ त्यसले। यो चाहिँ हाम्रो सिमसार हो। त्यो चरा यहीँनिर उडेर आएको थियो, कहाँ पुग्यो हेरौँ है त। यो चाहिँ समुद्रतिर नि हुन्छ नि यो चरा, वहाँ रहेछ। त्यहाँ कुद्दैछ त्यो। पक्कै पनि त्यसको गुण यहीँ कहाँ छ, हेरौँ न। यसको गुणको छेउमा पुग्यो भने त्यसको रियाक्सन अब बर हुन्छ नि। उड्दैछ, कहाँ रहेछ यसको गुण हेरौँ है त। यतै छ जस्तो छ। हो, दुइटै यहाँ छ। अब यहाँको रियाक्ट हेरौँ न। त्यो चाहिँ त्यहाँ गएर बस्यो अरे। त्यो बिच्कियो अब। ए पक्कै पनि यसको गुण यहीँ नजिकै छ है। यसको गुण यहीँ नजिकै छ, यता अर्को आयो। यहीँ नजिकै छ। अब यिनीहरूले डेन्जर रियाक्ट हान्छ। उस्तै परि यिनीहरूले मलाई पुरै एट्याक नै गर्न खोज्छ अब। यहीँ नजिकै छ। यो सिममा कहाँ छ र यिनीहरूको। मैलाको रियाक्सन। वाह वाह, क्या रियाक्सन दिइरहेछ यिनीहरूले। यो अर्को पनि साथ दिन आएको थियो यिनीहरूलाई। यसले त मलाई एट्याक हान्नै आँटिसक्यो। यिनीहरूको रियाक्सन। अर्को पनि थप्यो यिनीहरूलाई साथ दिनलाई। यो डेन्जर बिच्किसक्यो। यता यिनीहरू कराउँदैछ। पक्कै पनि यिनीहरूको गुण यहीँ नजिकै छ। अब यिनीहरू शान्त भयो है। यता होइन जस्तो छ, अर्कै ठाउँ जस्तो छ यिनीहरूको। कि त त्यहाँ हो, फेरि यहीँ हिँड्छु त म। यहाँ हिँडेपछि यिनीहरूको रियाक्सन आइहाल्छ है अब।
बिस्किसक्यो त्यो आयो त्यो यसले मलाई एट्याक नै हान्न फेरि लाउँदैन जस्तै पऱ्यो नजिकै छ घाम पनि क्या मिठो लागिरहेछ ओहो नजिकै छ यिनीहरूको गुण अब म ऊ त्यहाँ जान्छु ल त्यहाँ पनि हुनसक्छ यिनीहरूको गुणहरूको यिनीहरू अझै धेरै रहेछन् यिनीहरूको ग्याङ त्यहाँ छ ओभर रियाक्ट हान्दो रहेछ यिनीहरूले पक्कै पनि यिनीहरूको यहाँ पनि छ गुण अब यहाँ खतरा रियाक्ट हान्छ जस्तो छ कराउँदैछ पक्कै पनि नजिकै कहीँ छ है यिनीहरूको गुण चाहिँ कहाँ छ तर थाहा चाहिँ छैन होइन तर यिनीहरूको रियाक्सन हेर्नु चाहिँ मजा हुन्छ कि एकछिन भयो भने कडा कहाँ हो यी नजिकै हो त्यो कराउँदैछ कहाँ छ यिनीहरूको गुण झन् त्यो कराउँदैछ म जति नजिकै नजिकै छ यिनीहरूको गुण म त्यो क्या बिस्केको डेन्जर बिस्किरहेको नजिकै छ यिनीहरूको गुण यही झाँस्की कहाँ छ झाँस्की नै यस्तो छ नि त यिनीहरूको बस्ने गुणहरू एकदम यही छ जोस यस्तो झाँस्की छ यिनीहरूले बनाउने यस्तै सिमको पाटोमा रहेछ गुणहरू त्यो एउटा गएर त्यहाँ बस्यो किन अर्को आएन यिनीहरूको गुण यहाँ छैन जस्तो छ अब अलिकति थोरै अगाडि बढौँ ल यिनीहरूले कराउँदैछ त्यहाँ म डिलमा बसेर क्या कराउँदैछ त्यो हेर्नु है त क्या कराउँदो रहेछ त्यो डाँडामा बसेर ओभर कराइरहेछ यो हिँड्दिनँ त्यो बिस्किहाल्छ फेरि कता गयो यसको साथीहरू भनेपछि यिनीहरूको गुण त्यो भएको ठाउँमा गएर हेरौँ ल अब त्यसको रियाक्ट हेरौँ ल त्यहाँ गएर क्या बिस्किरहेको ओहो उड्दैछ यो आयो यो त सिधै